हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आयो सबजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। आजको न्यू डे न्यू भ्लगमा स्वागत छ तपाईँहरूलाई। अब चाहिँ म सानो बलकोसम्म जानुपर्ने भएको छ, सो त्यही नि हो। अहिले बाटोमा भेटौँला है त। फाइनली गाइस अहिले चाहिँ हामी गोर्खा आइसक्यौँ। चाहिँ हामी गोर्खा जाममा छौँ, देख्न सक्नुहुन्छ। जाममा बसिरहेको छौँ। फाइनली जाम कटियो, देख्न सक्नुहुन्छ। सबैभन्दा अगाडि हिँडिरहेको छु म चाहिँ, नाइके भनेर देख्न सक्नुहुन्छ। सो त्यही नि हो, गोर्खा खापा आयो चाहिँ हामी। जस रोड चाहिँ बबाल छ, यो एरियाको देख्न सक्नुहुन्छ। बिच बिचमा हेर्न टक्कसँगले बोर्ड बिरुवा अलि मस्त छ कि वाह खालको देख्न सक्नुहुन्छ। टक्कसँगले 7 बाटोको जग्गामा पर्यो। अहिले चाहिँ हामी 7 बाटो कटेर पनि अगाडि आइसक्यौँ, देख्न सक्नुहुन्छ। 7 बाटो तेस्रोको हाइवे जेस कोटेश्वरदेखि कलङ्कीसम्म चाहिँ बाटो बबालै छ। अहिले चाहिँ हामी एकान्त कुना देख्न सक्नुहुन्छ। एकान्त कुना आइसक्यौँ। हल्का भिडभाड देख्न सकिन्छ। अहिले चाहिँ हामी एकान्त कुना कटेर पनि अगाडि आइसक्यौँ, देख्न सक्नुहुन्छ। बबाल देखिराख्नु भएको होला। दायाँ बायाँ बोर्ड बिरुवा टक्कसँग ध्यारी है। बिचमा मस्त कालो बाटो चाहिँ मस्त छ यो एरियाको। फाइनली गाइज हामी जेसामन झारेर पनि हिँडिसक्यौँ यहाँदेखि। अब सो त्यही नि हो, यहाँबाट अब कलङ्की डिपो जाने कुरा भएको छ। एकैछिन टक्कसँगले हामी चाहिँ कलङ्की डिपो जानुपर्ने हुन्छ। यहाँबाट हामीलाई लगभग यहाँबाट अब 10-15 मिनटमा चाहिँ पुगिन्छ होला। त्यही नि हो। अहिले चाहिँ हामी बल्खो आइसक्यौँ, बल्खो चोक देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी बल्खु चोक कटेर पनि अगाडि लागिसक्यौँ, देख्न सक्नुहुन्छ। सो स्पिड चेक हुँदै रहेछ, यहाँ गरिरहनु भएको रहेछ, देख्न सक्नुहुन्छ। तपाईँहरू पनि यो बाटो हिँड्दा चाहिँ ख्याल गरेर हिँड्नु होला। टक्कसँगले यहाँ स्पिड चेक हुन्छ भन्ने कुरो त प्रायः सबैलाई थाहा नै होला। सो त्यही पनि लास्ट मस्त देखिरहेको छ, देख्न सक्नुहुन्छ होइन। वाह खालको देखिरहेको छ बाटो चाहिँ। राम्रो बाटोमा गाडी कुदेको थाहै हुन्न क्या फेरि। फाइनली गाइस म चाहिँ कलङ्की डिपो पनि आइसकेँ। सो देख्न सक्नुहुन्छ। कृतिपुर साइडमा तपाईँलाई सस्तो अन्डा चाहिएमा, सस्तो राम्रो खालको अन्डा चाहिएमा चाहिँ यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। समझ रहे हो? सो त्यही नि हो, देख्न सक्नुहुन्छ। चाहिँ कलङ्की डिपोबाट पनि फर्केर आइसकेँ, गोर्खा हाल्नु छु। देख्न सक्नुहुन्छ कस्तो बब्बा देखिरहेको छ यहाँबाट। त्यही भएर यसो भिडियो गरौँ भनेर एयरपोर्ट देखिरहेको छ, झलल मस्त रमाइलो देखिरहेको छ। त्यही भएर देख्न सक्नुहुन्छ। वाह खालको देखिरहेको छ। फाइनली गाइज म चाहिँ अहिले कम्पनी आइसकेँ। सो यदि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने प्लिज च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला, भिडियोलाई लाइक सेयर गरिदिनु होला भन्दै आजको भ्लग यति नै। अर्को भ्लगमा भेटौँला है त गाइज।